यो स्पाइडरम्यान त गेम खेल्न मजा आइरहेको छ। म आफ्नै तालमा हिँडेर त ट्याक्क मेरो अगाडि झरेर झोर्का त टाउकोमा हानेर मैले ट्याङ्ग नक गरिदिएँ। त्यसपछि म माथितर्फतिर लाइक हल्का क्रेट उठेर माथि उडेर जाँदै थिएँ। अनि म ट्याक्क यहाँ भुइँमा बसेर पछौँकी साइडतिर हेर्नु पऱ्यो एनिमी छ कि छैन भनेर सोचिरहेको थिएँ। झरेर अलिकति माथि गएको त बुटुरु पछाडिबाट हान्छ त बा। 1 एचपी 10 एचपी भनेको ऱ्यान्यो 1 एचपी भयो अनि मैले यस्तो रिभेन्ज हान्थेँ त्यसलाई। धुङ पऱ्यो होला नि त म फेरि हिलिङ गरेर पछौँकीमा हेरेँ त गाडी आउँदो रहेछ। यस्तो स्प्रे हानेको यार झर्दै झरेन। र त्यही टाइममा रिलोड भइहाल्यो अनि म सुतेर त्यसलाई यस्तो हान्न गाडीमा हेरेर बाहिर हान्ने अझै पनि ढल्दैन रहेछ त्यो त बा। फेरि रिलोड गरेँ मैले एक राउन्ड। यसो हेरेर गाडीमा चढ्न आँटेँ फेरि मैले त्यो गाडीमा चाहिँ टाउकोमा हानेँ बल्ल झऱ्यो। यसो साथी पनि थियो त्यहाँ। म त्यो साथीले हानेँ झर्दैन ल फेरि मलाई हिर्काएर ट्याङ्ग झर्दिएर त्यसपछि मैले गाडी फुटाउनु त्यसले फिनिसै गरिदिएँ भनेर गाडी दुरु आएर ब्याङ्ग फुटाइदियो। त्यसपछि फेरि रिलोड गरेर म अगाडि स्पाइडरम्यान बनेर उडी गएँ। त्यसपछि चाहिँ मैले यसो हेर्दा अर्को पनि आउँदैछ त्यसको साथी। त्यही माथि एकखेप झिकेर डुडुडुडु हानेर लागेन खराक्क कभरमा पुग्यो। ट्याक्कै ढल्केर हानिदिएको त पुग्दुङ्गै गयो त यार। त्यसपछि यसो हेरेको त्यसले पनि फिनिस हाने। अनि हल्का क्रेट छ यसो हेरेको मेरो 4 नम्बर साथीले मार्यो। त्यसपछि म 4 नम्बरलाई मारेको ठाउँमा उडी गएँ स्पाइडरम्यान बन्दै। त्यसपछि मैले चाहिँ यहीँ ल्यान्डिङ गर्ने विचार गरेँ। यहाँबाट चाहिँ त्यसले देख्यो भने हान्छु भनेर सोचमा गरेर मैले देखिहालेँ उडी टक्क त्यो गाडीमा बसिरहेछ भनेर मलाई थाहा थियो। अनि म डाँडामा गएर ड्याङ अब यहाँ गएर सुतेर टाउको ठोक्दै रहन्छु भनेर सुतेँ। अनि हेरेको गाडीमै रहेछ टाउको हेरेर हानेको टङ्गै मऱ्यो। त्यसपछि चाहिँ म उडी बाइक लगेर जोनमा जाउँ भनेको उड्दै जोनमा ट्याक्क जाने। अनि म ट्याक्क बाइक बोकेर ल्यान्डिङ